7 किलो सुन तस्करीमा 5 वर्ष जेल बसेर निस्किएका फुच्चे फेरि ट्रकमा 25 करोड नगद बोकेर सुन लिन चीन जाँदै थिए। सुराकीको आरोपमा गरेको अपरेसन राजस्व छल्दा सुन चोरी पैठारी कसुरमा पक्राउ परेको अभियुक्त हुन्। यो नेपाली चाहिँ लगभग 25 करोड 1,60,338 रुपियाँ हुन आउँछ। यो 25 करोड 1,60,000 नेपाली रुपियाँ बराबरका डलर र युरो बोकेर सोमबार साँझ काठमाडौँबाट एउटा ट्रक चीनको केरुङतर्फ हिँडिरहेको थियो। यति ठूलो नगद बोकेर सोनी ट्रान्सपोर्टको ना 7 ख 1652 नम्बरको ट्रक काठमाडौँबाट रसुवा नाका हुँदै चीनतर्फ लाग्ने योजनामा थियो। कसैले यही सूचना अपराध महाशाखाको टोलीमा पुर्याइदियो। सूचना पाए लगत्तै प्रहरीले अपरेसन इको डेल्टा सुरु गर्यो। सूचना पछ्याउँदै लागेको प्रहरी टोलीले गाडीलाई टोखा छहरेबाट नियन्त्रणमा लियो। ट्रक चालकले सुरुमा आफ्नो नाम फुच्चे भएको बताए। प्रहरीले थप सोधखोज गरेपछि उनी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका 1 का 43 वर्षीय कुसाङ लामा भएको खुल्यो। उनलाई प्रहरीले हत्कडी लगायो र प्रहरीले अपराध महाशाखामा ल्याएर ट्रकको चेक जाँच गर्न थाल्यो। चालक बस्ने सिटको माथिपट्टि फल्स बटम बनाइएको रहेछ। फल्स बटम खोलेर हेर्दा डलरै डलर र युरो नै युरोले भरिएका प्लास्टिकका झोला भेटिए। ल त्यो निकाल्नु त निकाल्दै जानु निकाल्दै भयो यता अर्को राख राख त्यता राख खोइ के राख्नु त्यो राख्नु सबै राख्नु। प्लास्टिकका झोलामा 3,119 वटा 100 दरका डलर र 50 दरका 179 वटा डलर नोट भेटिए। सबै गन्दा कुल 3,20,850 डलर हुन्छ। यस्तै 13,75,000 युरो भएको अर्को झोला पनि भेटियो। आजको नेपाली विनिमय दरका अनुसार बरामद भएको डलर र युरो गरी कुल 25 करोड 1,60,338 रुपियाँ फुच्चेले ट्रकमा बोकेर चीनतर्फ हिँडिरहेका थिए। यो बरामद भएको अमेरिकी डलर चाहिँ 100 दरका कैद भुक्तान गरेर छुटेको मान्छे हुन्। यो हाम्रै पहिले महाशाखाले पनि पक्राउ गरेर यसलाई जेल पठाएको त्यसले देखेर। यो गाडी उनको आफ्नै हो। प्रहरीका अनुसार उनकी रित्तो थियो। फुच्चेले आफ्नो ट्रकको पछाडि लेखेको शायरी उनको जीवनसँग मेल खान्छ। उनको ट्रकको पछाडि लेखिएको छ, गुड्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगीको भारी बोक्नु छ चोटै चोटमा। फुच्चेको ट्रकमा लेखिएको साहित्य जस्तै भएको छ उनको जीवन पनि। यसअघि नोट कमाउने लोभमा 7 वर्ष अघि 7 किलो सुन बोकेर हाइलक्स गाडीमा केरुङबाट काठमाडौँ आउँदै गर्दा पक्राउ परेर 5 वर्ष कारागार बसे। फेरि नोट कमाउने लोभमा 25 करोड नोट बोकेर केरुङ लाग्दा पक्राउ परे। सायद यो शायरी उनले आफ्नै लागि गाडीमा लेखेका थिए। प्रहरीसँग उनले अहिले प्रारम्भिक रूपमा केरुङबाट अन्य 2 व्यक्तिले नगद बोकेर आउन भनेको बयान दिएका छन्। प्रहरीले अहिले पनि उनी सुन तस्करीका लागि नै केरुङतर्फ हिँडिरहेका थिए भन्ने आशंका गरेको छ। यसअघि पनि सुन तस्करीमा कारावास बसेर निस्केका फुच्चे अहिले फेरि पक्राउ परेका छन्। प्रहरीले उनलाई अवैध तरिकाबाट भन्सार तथा राजस्व छली अवैध विदेशी मुद्राको कारोबार गरेको आरोपमा विदेशी विनिमय ऐन 2019 अनुसारको कसुरमा कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउनु भएको छ।